नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं मन्त्री परिषदको बैठकबाट। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री परिषदको आकस्मिक बैठक बोलाएका छन्। बैठक साँझ 5 बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले जानकारी दिए। मन्त्रीका अनुसार बैठकको एजेन्डाबारे पूर्व जानकारी दिइएको छैन। सोमबार र बिहीबार मन्त्री परिषदको नियमित बैठक बस्ने गरे पनि शनिबार साँझ आकस्मिक रूपमा बैठक बोलाइएको चासोका साथ बैठक देखिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका एक कर्मचारीले आजको क्याबिनेट मिटिङ आकस्मिक रहेको र प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा उनको सक्रियता बढेको जानकारी दिए। प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषदको बैठक पनि बोलाएका छन्। कोरोना संक्रमणबाट नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य दिनेश दाहालको निधन भएको छ। 40 वर्षीय दाहाललाई वैशाख 1 गते कोरोना संक्रमण पुष्टि भएको थियो। घरमै आइसोलेसनमा रहेका उनलाई श्वास फेर्न समस्या भएपछि वैशाख 10 गते ललितपुरको धापाखेल स्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो। 15 दिनदेखि उपचाररत दाहाललाई बिहान उपचारको क्रममा निधन भएको महासंघका महासचिव रोशन पुरीले बताए। महासंघले उनको निधनप्रति शोक प्रकट गरेको छ। एक विज्ञप्ति जारी गर्दै महासंघले उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले कुशल र जुझारु युवा पत्रकार गुमाएको जानकारी दिएको छ। विगत 2 दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रूपमा काम गरेका थिए। पत्रकार दाहाल पछिल्लो समय cpost.news.com का सम्पादक प्रकाशकका रूपमा पत्रकारितामा सक्रिय थिए। नेपालका एथलेटिक्सका प्रशिक्षक नरबहादुर शाहीको निधन भएको छ। उनले लामो समय राष्ट्रिय खेलकुद परिषदका एथलेटिक्स प्रशिक्षकका रूपमा कार्य गरेका थिए। उनको प्रशिक्षणमा विभिन्न खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक समेत हासिल गरेको थियो। नेपाली एथलेटिक्समा कुशल धावक मानिन्छन्। नेपालका वरिष्ठ एथलेटिक्स प्रशिक्षक सुशील नरसिंह राणा, दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता धावक राजेन्द्र भण्डारी लगायतले प्रशिक्षक शाहीको नेपालको एथलेटिक्सको विकासमा महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्दै उनको निधनप्रति संवेदना प्रकट गरेका छन्। मकवानपुर स्थित राप्ती खोलामा शनिबार बिहान प्रहरीको शव भेटिएको छ। उच्च अदालत पाटन हेटौडा इजलासमा सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक केश बहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो। स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक जयेश्वर रिमालले बताउनुभयो। मन्दी नदी खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सरकारले कोभिड-19 रोकथामका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाको ठूलो तरकारी बजार कालीमाटी तरकारी बजारको कारोबारमा 50% गिरावट आएको छ। निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै 950 मेट्रिक टन तरकारी भित्रिने गरेको कालीमाटी फलफुल तथा तरकारी बजारमा अहिले 4 देखि 500 मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ। सामान्य अवस्थामा 2 देखि 3 करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रीको कारोबार र मूल्यमा पनि गिरावट आएपछि आर्थिक कारोबारमा पनि ह्रास आएको छ। तरकारी बजारमा तरकारी थोक क्रेताका साथै खुद्रा उपभोक्ताहरूको पनि संख्यामा 50%ले कमी आएको छ। समितिका सहायक कार्यकारी निर्देशक अर्जुन प्रसाद अर्यालले सामान्य अवस्थाको तुलनामा निषेधाज्ञा जारी भएपछि कारोबारमा झण्डै 50%ले गिरावट आएको बताउनुभयो। त्यसलाई सहजीकरण गर्ने अभियान स्वरूप समय समयमा यहाँ हुने सेवाग्राहीहरूलाई सुसूचित गर्न, सूचना प्रकाशन गर्ने, माइकिङ गर्ने, भिडभाड नगर्नुहोस्, दूरी कायम गर्नुहोस्, बजारमा अनावश्यक मान्छेहरू नआउनुहोस् भन्ने लगायतका कुराहरू हुन्छन्। यस बजार परिसरको ठाउँ ठाउँमा हामीले हात धुने साबुन पानीको व्यवस्थाहरू गरेका छौँ। त्यस्तै अब अहिले त नेपाल सरकारबाट यो कारोबार गर्ने समय पनि सीमित गरिदिएको कारणले गर्दाखेरिमा सीमित समयमा धेरै व्यवसायीहरू आउँदाखेरिमा धेरै मान्छेहरू यहाँ सामानहरू खरिद गर्न आउँदाखेरिमा भिडभाड हुने कारणले गर्दाखेरिमा यसलाई यो भिडभाड कम हुने गराउने प्रयोजनको लागि हामीले कारोबारको समय रातिको समयमा हामीले अलिकति वृद्धि गरेका छौँ। अहिले कालीमाटी तरकारी बजारमा 60% नेपाली उत्पादन र 40% भारतीय उत्पादन आउने गरेको छ। बोडी, सिमी, घिरौला, लौका लगायत सिजन तरकारीहरू नेपाली उत्पादनका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको जानकारी गराइएको छ। समितिले बजारभित्र ठाउँमा स्वास्थ्य सतर्कता मापदण्ड अपनाउन आग्रह गर्दै पम्पलेट पनि टाँसेको छ।
कञ्चनपुरमा लागु औषधसहित 2 भारतीय नागरिक पक्राउ परेका छन्। कञ्चनपुरको लागु औषधसहित बेलौरी नगरपालिका 10 बुढा स्थित 33 नम्बर सीमा स्तम्भ नजिक पैदल हिँड्दै गरेको 2 भारतीय नागरिकलाई प्रहरीले शनिबार लागु औषध खैरे हेरोइनसहित पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतका उत्तर प्रदेश टाटरगञ्ज तहसिल पुरनपुर थानाका 25 वर्षीय राजु भनिने राजेन्द्र सिंह र राजस्थानका 16 वर्षीय कृष्ण सिंह रहेका छन्। दुवैजनाको साथबाट प्रहरीले 12 ग्राम 630 मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको छ। हवस् त, अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।